भागेर न तिमीहरू जस्तो अब राम्रै राम्रै केटीहरू देखेपछि आइहाल्छ नि पछाडि पछाडि मै हो ओ यसरी हाल्दैछन् ओ माई गड ए भाइ एउटा खुट्टाले चाहिँ पनि बाबरे बाब राजकुमार थापा त होइन त पढ्न सड्न छैन यहाँ आरामले होइन यहाँलाई बस्या छ आरामले उतातिर यो ब्लगमा आउने केटा हो तिमीहरू आउँछौ ल ल यहाँ ल ल ल कान्छा ल ए भाइ बेच्छ त भाइ आज साइकल छ पछि भविष्य तिमीसँग बाइक हुन्छ वेलकम ब्याक टु माई न्यू ब्लग आजको ब्लगमा तपाईँलाई स्वागत छ आयो भन्छु ल सन्चो ल म पनि सुन्छु सो स्किप नगर्नु होला पुरै भिडियो हेर्नु होला अन्तिमसम्म बसेर त्यो पनि आफ्नो रुममा आज म ड्रेसमा छु भाइ त्यो तपाईँहरू देख्न सक्नुहुन्छ ती दिन पछि फेरि म कलेज जान लाग्छु होइन 10 बजी त्यो पनि ट्याक्क अब कलेजमा ब्लग बनाउँछु मस्तले डेली नन स्टप डेली अब ब्लग हाल्छु होइन मस्तले तपाईँहरू हेर्नुहुन्छ हुन्न थाहा छैन तर म हाल्छु लगाइछ अब मलाई ढिलो भइसक्यो भाइ चाहिँ अब म कलेज जान्छु केटाहरू गइसक्यो गाडी केटा हो के छ तिमीहरू मैले तिमीहरू गइसक्यो भने के छ दोस्त यो हाम्रो दोस्त हो होइन दाढीवाला दोस्त हो यो मसिनोवाला दोस्त हो त मसिनो हाम्रो यो नेता हो भाइ चाहिँ के छ दोस्त के छ ल दोस्त मलाई साइकल चलाउ त ल 20,000 को साइकल होइन हामी चढ्दैछु 20,000 को साइकलमा हामीलाई मोज लागिरहेको छ कस्तो हुनेछ टेस्ट गर्छु वान टेस्ट हो कि कस्तो हो दोस्त वान टेस्ट हो भाइ होइन अझ पछाडि पनि बस्न पाइन्छ होइन अब हामी अगाडि बसिदिन्छु अगाडि ओ एक के हो दोस्त चुप लाग्छ त पछाडितिर के हो त्यो पछाडि होइन त्यो बस्नेवाला ठाउँ हो कि के हो चुप लाग्छ त चाबी छ कि मेरो यो ए त्यो चाबी हो मलाई लामो लामो के चुप लाग्छ जस्तो लाग्यो हामी कलेजको अगाडि पुगिसक्यो होइन अब हामीले डिस्प्ले यहाँबाट गर्नुपर्छ किनकि अब हामी कस्तो हुने होइन अब हामी स्टुडेन्ट हो नि त पढ्नेवाला अनि त्यसपछि चलाएर लैजानुहुन्न कि हल्का यताको रुल छ त्यो भित्र जानेखेरि साइकल ए झडेर हामी यसरी जान्छौँ अगाडि होइन गाई बिस्तारै जानुपर्छ यहाँ ओहो नमस्ते अङ्कल सन्चै हुनुहुन्छ ल मेरो ब्लगमा देखाइदिनु ल बुलेट साइकलहरू राख्ने ठाउँ हो यता पुरै साइकल राख्यो हामी भन्नाले हाम्रो ठुलोवाला राख्ने यतातिर हो यतातिर सिमेन्ट छ बाइ द गाइज यतातिर हाम्रो हुँदैछ यहाँ कामसाम हुँदैछ हाम्रो कलेजमा मस्तले होइन तपाईँलाई देखाउँछु कि बवाल हुन लाग्छ फेरि होइन सक्दैन फेरि हाम्रो कलेज ओ कति डिफ्रेन्ट भएको रहेछ आजभोलि यार दोस्त यहाँ म 10 पछि यहाँ हेर कस्तो डिफ्रेन्ट भयो त्यहाँ गाइज म कलेजभित्र गएँ होइन त्यहाँ मैले ब्याग स्याग राखेँ बाइ द कोही नरहेछन् सरहरू त्यही भएर म यतातिर आइदिएछु हुनाले यिनीहरूको बिहान लाग्छ होइन कलेज होइन यतातिर राम्रो छन् फेरि चाक पनि छन् फेरि अनि आज तिमीहरू नाच्दा खेलाउँछौ होइन त्यसो भए यस्तो त नभन्थ्यो खाली बेकारमा मैले बिहानबाट खाना पनि खाएको छैन अब त खेलाउँछौ अझ फेरि व्रत बसेको छु नभन्थ्यो खाली बेकारमा मेरो मुटु टुट्छ हल्का कुमुलो छ मेरो मुटु केटी जस्तो मेरो म खेलाउँछु नि म्याडमजी तपाईँहरू जसरी खेलाउनुहुन्छ हातले खोएको त झन् राम्रो 500 को चटपटी बनाइदिनु अङ्कल म सब खाइदिन्छु म तिर्दैन अनि 500 को चटपटी बनाइदिनु अब पछि नतिर्न सकेपछि उधारमा राखिदिनु मेरो नाममा अनि पछि पैसा अङ्कल यहाँ सुन्नु पैसा नदिएपछि होइन यिनीहरूलाई जेलमा हालिदिनु होला हाम्रो नाम भन्छ नि त अहिले नाम भन्नु नाम यस्तो त फोटो खिचेर राख्ने मोबाइल राखिदिनु यस्तो ल अङ्कल 200 को चटपटी बनाइदिनु हल्का केटीहरूलाई लुट्नु पर्दैन हामीले हो कि नि लाज त कुरा नगर बेसरम हामी ल 500 डाइरेक्ट 500 बनाइदिनु कति सरी भएन सरी अब सरी अब तिमीहरूले लिएर आऊ म कसरी हो कि न अङ्कल यिनीहरूले लिएर आऊ न अब यस्तो त मैले गरेन उही यस्तो केस नआन म कति अझ 20 वर्ष जेलमा जाने हो त्यसो भए केटीले हरेसमेन्टको केस हालेपछि
आजकलको नेपालको कस्तो छ एउटा केटीलाई पनि हेर्न पाइन्न रे के अब त्यो त अब आफ्नो मान्छेलाई त हेर्नु पर्यो त पैसामा यो भनेको प्याज हो गाइज सक्कु सक्कु पनि छ तिमी दुनियो ल ल आज नास्ता खुवाउने हजुर पैसा हुन्छ केटाहरूसँग हुँदैन यदि केटाले मागेपछि होइन बड्डा सड्डा त्यसको डेडीले त्यसलाई मार धोजिहाल्छ जस्तो मलाई यदि मैले मागेपछि मेरो बड्डालाई मार धोजिहाल्छ हजुरले किन माग्नु पर्यो केटीहरूलाई सब दिन्छन् है फेरि मम्मी ड्याडी सब अङ्कल आन्टी अरे भाइटिका पनि दिन्छन् अनि दसैँमा त छोडिदियो बाब्रे तिहारमा त अब हामीलाई गाइज यहाँ राम्री राम्री केटीहरू हामीलाई नास्ता खेलाउँछन् होइन म खुसी छु आहा हजुर त कति राम्रो होइसिन्छ चटपटी काम यति राम्रो ह्यान्डसम ह्यान्डसम केटा छ तिमीहरूलाई पनि अब हुन्छ नि त अब फिल ओ हान्छिङ यति राम्रो ह्यान्डसम केटाहरू हिट लाग्छन् हुँदैन फिल के छ गाइज मेरो ब्लगमा निस्किनु ल तपाईँलाई स्वागत छ मेरो ब्लगमा मेरो साथीहरू ब्लगमा ह्यापी बर्थडे भन्छ न ह्यापी बर्थडे तपाईँको ह्यापी बर्थडे तपाईँलाई पार्टी दिनु पार्टी नास्ता पार्टी पार्टी है के छ त हेरौँ न त हामी पनि त्यही पनि पाइसो हजुरको लागि होइन हाम्रो क्लासको लागि हो त्यही पनि पाइसो थ्याङ्क यू भन्छु गिफ्ट दिसो अब आफू चाहिँ अहिले खाइसो मम्मी श्रीमान पो भन्छ भोक लाग्न लाग्छ मलाई अब होइन दिना त म यिनीहरूलाई पनि दिइदिन्थेँ तर भन्नाले चोकपाई दिइदिन्थेँ तपाईँहरूलाई तर मलाई भोक लाग्न लाग्छ म खाइदिन्छु आहा ल ओ माई गड यसरी लिएर आइदिन्छ नि मेरो लागि होइन गाह्रो छ अवस्था अर्को लिएर आउँदिने ल गाइज म पढ्दैन उसै पास भइहाल्छु हामीलाई सर पास गराइदिन्छन् हाम्रो क्याम्पका सर यस्ता छन् कि इक्जाम भएपछि पेपर दिँदैनन् भने कति रिजल्ट आयो भनेर भन्दैनन् त्यही भएर इक्जाम दिनै मन लाग्दैन मैले यो पालि दिएँ नै दिएन इक्जाम उसले पास अर्को पालि दिने हो रि इक्जाम दिने हो केटीहरूको कस्तो हुन्छ भने ब्याचलर किन जोइन गर्छन् भनेर बिए गराइदिन्छन् भनेर ब्याचलर गर्छन् होइन हामी केटाहरू के भने होइन हामी त डाइरेक्ट अब केटीहरू कलेजमा हुन्छन् राम्री केटीहरू हुन्छन् हेर्नुपर्छ अब बिहे हाल्नुपर्छ भनेर हामी कलेजमा आउँछु कोही केटीहरू हेर्दैनन् फेरि कलेजमा तिमीहरूको सही हो कि नि भन त तिमीहरू बिहे नगराइदिएला भनेर क्याम्पमा भन्नाले ब्याचलर पढ्छौ कि नि यति त बोले होइन फेरि होइन केटीहरूको नाम नसोधे मजा आउँदैन फेरि ल भन नाम सी फुलकुमारी आई हेट फुलकुमारी बिकज फुलकुमारी राम्रो हुँदैनन् एटिट्युडवाला हुन्छन् तिमी छौ कपाल के हो यस्तो पालेको बाबरे अनि तपाईँको नाम केशरी कुमार तिम्रो रेल नाम सुम्मी मगर कहाँ घर कहाँ हो धडेन्द्र तिम्रो कृष्ण राहुल वाह राहुल मेरो नाम त भन्नु पर्दैन होइन डनको पेसा न 1000 जना आउँदा म कलेज जान्छु होइन कलेजमा पढाइ पनि हुन लाग्छ अहिले त खाली पिरियड थियो त्यही भएर आउँ म यतातिर भागेर न तिमीहरू जस्तो अब राम्री केटीहरू देखेपछि आइहाल्छ नि पछाडि बोका रे छि यस्तो त नठान मलाई बोका भनेर त्यस्तो त बेजत नहाल्ने मेरो ब्लगमा काट्दैन यो हाल्छु फिक्स हातो राम्रो तारिफ हालेपछि म फिक्स हाल्छु 100%। हल्का सम्मानले मलाई पनि राखिदिनु कुर्ती एउटा म यहाँनिर बस्छु लात्ती हानेर सम्मान हुन्छ यो त्यो असामी केटीहरू भयङ्कर हरामी हुन्छन् फेरि असामी हरामी
अनि मगर्ने पनि हरामी हुन्छ नि उसरी मगर राई त्यो राई पनि तिमीसँग होइन त्यो मगर राई फरक हो त्यो टाइममै पर्छन् अनि त्यो मगर राई हुन्छ नि तिनीहरू आफ्नो बुढालाई मार्छन् यस्तरी धोची हान्छन् कुरो छोडिदियो अनि मै हो के म ह्यान्सी छैन र बाई चान्स होइन भगवान्ले जुडा भइदियो बनाले यदि भाग्यमा छ भने तिम्रो र मेरो बिहे भयो तिमी के गर्थ्यौ सुसाइड गरिदिन्थ्यौ कुकुर फुट्यो होला के कुकुरमा होइन त्यो ड्रममा हो यस्तो गर्ने हो नि आफ्नो पहिल्यै ल उनी टेस्ट गर्छन् ओ माई गड कस्तो छ साइन्स हो तिमीहरू साइन्स पढ्ले त हामी टाढै बस्छु सानैबाट म साइन्ससँग डराउने होला भगवानसम्म एकचोटि सरले यस्तरी कुट्यो भने मलाई साइन्सवालाले म त्यो पछि 10 क्लास पछि मैले छुना पनि छैन साइन्स त्यो लाइफमा मैले साइन्सको नामै लिएन कहिले नै साइन्स भयो म्याथ भयो कहिले लाइफमा लिएन तिमीहरू त त्यसो भए ट्यालेन्ट बिताइदिए रहेछ त साइन्स पढ्ने होला त ए गाइज यस्तो हिम्मत हुनुपर्छ के त गाइज साइन्स के कमी छ तिमीमाथि ए डेडी माथि कमी हो कि छैन म खुट्टा ढोकिदिएर पनि गरिहाल्ला मागिहाल्ला तिम्रो हात साथ एउटा छान्नु हामी त पुरै जो गऱ्यो नि 2टा बिहे गर्ने म नै छान्ने नै म 2टा बिहे गरिदिने हो भन तिम्रो रेडी छौ हामी चटपटे खान्छौँ रेडी छैनन् रे गाई चाहिँ के भन्ने अब यस्तै हो मम्मी अब तपाईँको अब बुहारी कोही नबन्ने रे होइन गाह्रो छ अवस्था यति राम्रोसँग पनि सोध्याउँ मैले अब तपाईँको नसिबमा राम्रो छैन नि यहाँ मगर नि हो छेत्री भयो पाउनुहुन्न अब कहाँ खोज्नुहुन्छ तपाईँ खोज्नु होला अब डाइरेक्ट म भन्छु कि अब तपाईँको हातमा छ सबै बिहे गराउने अब मैले खोजेपछि रिजेक्ट हानिदिनु सबै होइन एकजनालाई केटीलाई मैले पर्वत हानिदिएको थिएँ त्यसले रिजेक्ट हानिदिएँ अनि यस्तै हो मम्मी होइन तपाईँ खोज्नु होला मेरो लागि अब एज पनि भइगयो मेरो अब बुढोसकाल पनि आइसक्यो मेरो बुढोसकाल पनि भइसक्यो मम्मी होइन मम्मी रेडी सुन्दै हुनुहुन्छ मेरो ब्लग तपाईँहरू गरिदिनु होला मेरो बिहे चाँडै मैले बिहे गर्नै पऱ्यो आज बनाने यो मन्सिरमा मन्सिर जान अर्को मन्सिर 1 वर्ष त दिनु पर्यो टाइम मम्मी डेडलाई नत्र मेरो त यहाँ जिन्दगी खत्तम हुने हो त बिहे नगरेर छ जो राम्रो केटीहरू हुन्छ होइन तिनीहरू सिङ्गल हुन्छन् तिनीहरू अब मान्छेहरू हुन्छ नि डराउँछन् कि तिनीहरूलाई प्रपोज गर्न त्यही भएर अब तपाईँहरूलाई मैले प्रपोज गर्थेँ डाइरेक्ट बिहेको प्रस्ताव त्यो राखेर चाहिँ अब तपाईँले पनि रिजेक्ट हानिदिनु हो किनभने यस्तै हो गाइज अब जो राम्रो छन् तिनीहरूसँग अब कहिले नभेट्नु गाइज बेकार हो अब जो नराम्रो हुन्छन् तिनीहरूसँग भेट्नु गाइज नत्र मेरो जस्तो दुःख पाउँछ तिमीहरू हामी अझ पानीपुरी मगाउँदैछौँ होइन गाइज यतातिर अब केटीहरूको पैसा सिद्धाउनुपर्छ हामीले जस्तो भयो नि जति ल्याएको त्यति सिधाइदिन्छु म त दाइ यो राम्रो छैन यो हटाउ दाइ मैले के बिहे गर्ने भन्नाले सपना सोचिसकेको थिएँ कस्तो जीवन बिताउला भन्नाले जिन्दगी जिउला यहाँ दाइ कहाँको दाइ कहिलेको छी यहाँ दाइ भाइटिका सिका बनाउनेखेरि दाइ बनाउ अरूलाई मलाई नह त्यस्तो हुँदैन म आउँदैन आउने पनि होइन म तिमीहरूको भाइटिका सिकाउमा जुत्ता देख्नु सक्नुहुन्छ यस्तो राम्रो जुत्ता तपाईँहरूलाई देखाउँछु होइन अब किनेको कति हो मैले थाहा छ 2000को कहाँ अनि जुराब कति 200 को अनि हाम्रो अङ्कल यतातिर पानीपुरी बनाउँदै हुनुहुन्छ तपाईँहरू देख्नु सक्नुहुन्छ जस्ट अनि आन्टी पनि दामी बनाउँछन् होइन तर आन्टी कहाँमा गइदिन्छन् कहाँ जानुभएको छ आन्टी अङ्कल कहाँ खाना लिन कतिखेर आउनु नि आन्टी ल यिनीहरूको ब्याग यस्तो हुने रहेछ यो के ब्याग हो पैसा राख्ने ब्याग नयाँ किने छि यो कति फोहोर छ हेर न
बाबु सोना आफ्नो बोयफ्रेन्डलाई भन्ने भन्दैन बाबु खाना खा लिया भन्दैनौ तिमीहरू तर जो यो भन्दैन भन्ने होला झन् भन्छन् नाज मजाक गर्न लाग्छन् गाइज यिनीहरू कोही पनि हेर्नन् यस्तो हो गाइज तपाईँहरू देख्न सक्नुहुन्छ पछाडि कभर हेर्न यस्तो हुन्छ केटीहरूको हाम्रो केटा भनेको अब सिम्पल हुन्छ केटीहरूको बाबरे के डिजाइन गरे यस्तो ल्याउ अनि तिम्रो पनि डिजाइन होला नि यी देख्यो सबको यिनको पनि डिजाइन होला एक वर्ष कति रुपियाँको डिस्काउन्टमा ल्याएर फेरि होइन यदि कपडा सपडा किन्न छ भने केटीहरूसँग जाऊ क्या तिमीहरू यस्तो लास्ट सस्तो हुन्छ नि मिलाउँछ नि यिनीहरू बार्गेनिङ गर्छन् लास्ट राम्रो गर्छन् कि फेरि केटीहरू यो त म यी हाम्रो आन्टी आउनुभयो यी मैले भने त गाइज ल आन्टी सन्चै हुनुहुन्छ आन्टी तपाईँको वेटमा हामी अघिबाट मलाई लिएर आउनु भयो क्या हाम्रो आन्टी त अब राम्रै हुनुहुन्छ होइन स्माइल त खतरनाक हो फेरि आन्टीलाई देखेपछि मेरो दिन त सफा जान्छ फेरि सफा दिनभरि सफा जान्छ सफल जान्छ मेरो जिन्दगी ओ यसरी हाल्दैछन् ओ माई गड राम्रो यार झन् राम्रो केटीले झन् पानीपुरीमा पानी हालिदिएपछि झन् गजब मजा आउनु फेरि मजा आन्टी लाइक सब्सक्राइब गरिदिनु युट्युबमा भनेर भन्नु लाइक सब्सक्राइब नाइस आन्टी टिएमसीको अगाडि मेरो एउटा सानो पसल छ यस्तो मिठो मिठो बनाउँछ खाना आउनुस् भन्नु नै मिठो हुन्छ आन्टीको पसलमा त मिठो नहुने त चान्सै भएन आन्टीको हात हो कि के हो तर मिठो त लास्ट मिठो हुन्छ तर ल त्यो वाला हुन्छ नि त्यो पिरोवाला अचार होइन पानीपुरी देखाउँछु ल थ्याङ्क यू सो मच वाउ यस्तरी दिन्छ नि यार चटपटे पानीपुरी खाएँ होइन अब जस्ट अब लड्कीहरू पैसा तिर्छन् होइन अङ्कल यिनीहरूसँग माग्नु ल नछोड्नु आन्टी यिनीहरूसँग पछि फेरि मेरो नाम नलिनु ए तिमीले दिएनौ बाबु नभन्नु फेरि आन्टी यहाँ यिनीहरूलाई भन्नु अहिले भनिदिएको छ आन्टी मसँग नमाग्नु पछि ल गाइज यहाँ तिर्दैछन् पैसा यिनीहरू केटीलाई तिराउनुपर्छ पैसा सबै ल तिरेर आऊ है तिम्रो गाइजहरू ल पेट पनि भर्यो पेट पनि भर्यो हामी तपाईँलाई केएमसीको भवन देखाउँछौँ यतातिर यो बिल्डिङ ओ छल्लिहाल्यो क्या केटीहरू नछल्लिनु तपाईँहरू यो जस्ट हाम्रो भवन भनेको इन्ट्री होला यो पनि बिबिएको बिल्डिङ हाम्रो यतातिर छ अनि यतातिर भन्यो बिएडीवाला ए लड्कीतिर पछुडी सो तिनीहरूलाई अब हामी गएर कुट्छौँ तिनीहरूको यो छ यो होइन यिनीहरूको तर उतातिर ग्राउन्डमा फालेर आएको थियो तिनीहरूले ल लड्की तिमीहरू यो कसको अरे तर यसलाई हान्छु धेरै बोल्ने काम गर्थ्यो त होइन के छ यो लड्की भनेको कल्पना यो भनेको पुष्पा तेरो मुख देखाइदिन्छु नराम्रो छ है अनि यो नागिनी अनि यो मुसी भ्याल्यो अनि उनी भनेको जानु भ्याल्यो कस्तो लागिरहेको छ मेरो ब्लगमा आएर तिमीहरू लड्कीहरू ए बेच्नु धान्ला दिएर म डान्स जान्दिनँ हेर त ला नागिन कि मेरो ब्लगमा राम्रो शब्द युज गर भाइ नत्र तँलाई म यस्तरी तेरो पनि बोयफ्रेन्ड छ भनेर सुनेको थिएँ ए छ अस्ति भेट्नेवाला को चप के हाँस्ला चाहिँ यीको त झन् कति बोयफ्रेन्ड छन् बोयफ्रेन्ड बनाउँदै ब्रेकअप गर्दै वाह भाइ वाह यस्तो काम नगर के हल्का बरु यो लोयल बस्नु भेट्यो एउटासँग बस के रामसिंह लोयल हो कि नि भन्छ यसलाई रामसिंह सम्झायो क्या लोयल बस्नु भेट्नु बस अनि लोयल बस्नु भेट्यो एउटा केटासँग लोयल बस न त पढ्न सड्न छैन यहाँ आरामले होइन यहाँलाई बस्या छ आरामले उतातिर के भन्ने
यिनीहरू हुन् क्याम्सीका विश्व सुन्दरी। म कलेजबाट आइसकेँ बाहिर होइन, यतातिर घरमा रुममा गएर नुहायो सोयो पनि, अनि त्यसपछि खानासाना खाएर पनि यहाँ आएँ म होइन, यहाँ अनिलको रुमतिर। अनि हाम्रो बडी दोस्त यो मेरो साइकल है, यो मेरो साइकल हो भाइ। के खाँदा भाइ मलाई दिन सक्छौ तिमी? यी यस्ता यस्ता केटाहरू दिन सक्दैनौ? दिन नसक्ने रहेछ, लोभी रहेछ तिम्रो नाम आजदेखि लोभी। लोभी केटो, लोभी जोशी हो क्या, बाहुन हो क्या तिमी? त्यही भएर बाहुनहरू लोभी हुन्छन्। हामी अब बुद्ध चोक जाँदैछु होइन गाइज उतातिर, किनकि हामी पानीपुरी खाने हो, त्यही भएर पानीपुरीको तलासमा जाँदैछौँ हामी। ए केटा हो तिमीहरू के ला हो? यो भाइ चुइकुम छ। आऊ 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 फास्ट 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 हो, हामीलाई छोप्दियो यो भाइले। यो भाइ खतरनाक रहेछ। यो भाइ खतरनाक रहेछ, हाम्रो पनि अगाडि गइहाल्यो यार यो भाइ। ए भाइ एउटा खुट्टाले चाहिँ पनि बाप रे बाप, यो त ट्यालेन्टलाई मान्नुपर्छ हामीले। ओ माई गड भाइ, तो भाइ राजकुमार थापा त होइन त? बुद्ध चोक बाहिर तपाईँहरू देख्नु सक्नुहुन्छ गाइज। ल अब तपाईँलाई म बुद्ध चोक देखाउँछु होइन, तर यता बाहिर मस्तले। अनि केटा हो बुद्ध चोक तपाईँलाई देखाउँछु, धनगढीको बुद्ध चोक। तर यतातिर धनगढीको होइन मा खाना त यो राम्रो हो, मा एकदम नास्ता सास्ता खाना भनेको यो राम्रो। के भन्नु यार, नास्ताको त कुरै नगरौँ होइन। अब धनगढी जस्तो नास्ता सास्ता काहीँ पाइन्न, अनि काठमाडौँ गए पनि पाइन्न। त्यही हो गाइज, धनगढीको नास्ता भनेको धनगढीको नास्ता हो। धनगढीको रोड सभा रोड, हाम्रो रोड सभा रोड। हाम्रो धनगढी सभा धनगढी। यतातिर पानीपुरी चाहिँ होइन, हामी त्यहाँ जान्छौँ अनि पानीपुरी खान्छु। यतातिरको पानीपुरी बवाल छ त फेरि, कहाँनिर बवाल हुन्छ फेरि। यहाँनिर हो पानीपुरी, हाम्रो आन्टीको पसल। अनि अब हामी यताबाट पानीपुरी खान्छौँ होइन। अनि साइड यतातिर हाम्रो साइकल यतातिर। तिमीलाई कस्तो लागिरहेछ फ्रीमा खान? राम्रो लागिरहेछ। कसले छोड्छ? त्यो पनि चिसोमा चिसोमा फेरि पानीपुरी धेरै नगर भाइ, चुरीपुरी खुवायो भन्दैमा। भाइ त भाइ गाइज मस्त छ गाइज। यो एउटा स्विटवाला पनि हुन्छ होइन, फेरि स्विटवाला त्यो भएपछि पनि राम्रो हुन्थ्यो। ठिकै छ। अब पानीपुरी आयो गाइज, केटीहरू खान्छ नि धेरै, हामी पनि ट्राई गरिदिउँ भनेर। ल खाइदिउँ, सुरु गरौँ? सुरु ल। दामी छ। सो जस्ट हामीले पानीपुरी खायो होइन गाइज। अब यतातिरबाट हिँड्नुपर्छ, निक्ल्नुपर्छ गाइज। तिमीहरू आउने हो ब्लगमा आउने केटा हो? तिमीहरू आउँछौ? ल ल मेरो नाम थाहा छ तिमीहरूलाई केटा हो? के हो मेरो ब्लगको नाम? खालि उत्तिकै झाँसा आएर राहुल बिग फ्यान बिग फ्यान। योभन्दा केटाहरूको यही हो यार। केटा हो ए ल ल केटा हो अब सो गाइज। अब हामी यहाँबाट निस्किन्छु होइन भाइ। मलाई त बालो छैन लुट्यो भने तँलाई घोचालिदिने म त यहाँ। ल ल ल कान्छा ल। ए भाइ बेच्छ त भाइ, आज साइकल छ, पछि भविष्य तिमीसँग बाइक हुन्छ। बेच्छ दुँदैन तिम्रो। तर गाइज यतातिर आन्टीले त 50 रुपियाँ दियो होइन, तर यतातिर च्यात्तेको नोट दियो गाइज। के हो यार, चल्छ कि चल्दैन? मैले भने होइन नचले, अरू ठाउँबाट नचलेपछि यतै मेरो पसलतिर आउनु भन्यो त्यो आन्टीले। अब ठिकै छ, हामीलाई के मतलब न, कुनै यतातिर पसलतिर नचलेपछि अनि यो पैसा म उही पसलतिर जान्छु, उही पसलतिर। चुरीपुरी चोक। अनि हामीले खाए पानीपुरी। के गर्ला तिमीहरू? के गर्ला के गर्ला छौ? खेल्दै हुनुहुन्छ तपाईँहरू? ओ बारे भटभटे। हामी पपकर्न खाँदैछु गाइस, तपाईँहरू देख्नु सक्नुहुन्छ। कि आधा पपकर्न यहाँ बनाइसक्यो हामीले होइन, आधा पपकर्न यसरी बनाउँदैछ। खडम खडम होला, त्यही खड खड गर्न होइन। यी महाका ऊ हो क्या बिग्रिहाल्यो? छैन मस्त छ, दामी दामी छ। हाल्नु नि त मा, तातो नलाग्यो फेरि हातमा। तातो छ लास्ट।